आज 4 फेब्रुअरी विश्व क्यान्सर दिवस। सन् 2000 मा फ्रान्सको पेरिसमा आयोजना गरिएको क्यान्सर विरुद्धको विश्व शिखर सम्मेलनबाट यो दिवस मनाउन सुरु गरिएको हो। दिवसको मुख्य उद्देश्य मानिसहरूलाई क्यान्सर रोगबारे जानकारी दिनु, रोकथामको उपायहरू सिकाउनु र क्यान्सर पीडितहरूको सहयोग गर्नु हो। क्यान्सर भनेको के हो त? क्यान्सर एक यस्तो रोग हो जसमा हाम्रो शरीरका कोशिका अनियन्त्रित रूपमा बढ्न थाल्छ। सामान्य अवस्थामा कोशिका पुरानो भएपछि मर्छन् र नयाँ कोशिका बन्ने क्रम हुन्छ। तर क्यान्सरमा केही कोशिकाहरू अत्यधिक बढ्ने र शरीरको अन्य भागमा फैलिने हुन्छन्। क्यान्सर सुरुवाती चरणमा छ र समयमै पहिचान भएको छ भने यसको उपचार सम्भव छ, तर ढिला हुँदा पनि ज्यान जाने जोखिम हुन्छ। त्यसैले क्यान्सर लाग्न नदिन र यसबाट बच्न सचेत बनाऊ, जसका लागि स्वस्थ सन्तुलित आहार जस्तै दैनिक खानामा फलफुल, तरकारी, अन्डा, दाल, माछा, हरियो सागसब्जी, गाजर, काँक्रो, सुन्तला, अम्बा जस्ता खानेकुरा खाने गरौँ। पर्याप्त पानी पिउने, जसका लागि दैनिक कम्तीमा 8 देखि 10 गिलास पानी पिउन सकिन्छ। धुम्रपान र मद्यपानबाट बच्ने, क्यान्सरको जोखिम घटाउन धुम्रपान, गुटखा, सिगरेट, हुक्का र अन्य नशालु पदार्थ तथा अत्यधिक मदिरा सेवन पूर्ण रूपमा छोड्नु अत्यावश्यक छ। धुम्रपानले फोक्सो, मुख, घाँटी र पेटको क्यान्सरको सम्भावना बढाउँछ भने मदिराले कलेजो, पेट र अन्न प्रणालीको क्यान्सरको खतरा बढाउँछ। शरीरलाई सक्रिय र स्वस्थ राख्न नियमित शारीरिक व्यायाम गर्ने, हप्तामा कम्तीमा 150 मिनट मध्यम व्यायाम गर्ने, जस्तै हिँडाइ, साइकल चलाउने, पौडी खेल्ने वा हल्का दौड गर्न सकिन्छ। विकिरणबाट बच्ने उपाय अपनाउने, लामो समय सूर्यको सिधा किरणमा बस्दा छालामा क्यान्सरको जोखिम बढ्छ। त्यसैले सनस्क्रिन, टोपी र सुरक्षात्मक लुगा लगाउनु पर्दछ। घरमा पनि धुवा, धुलो र हानिकारक रसायनबाट जोगिनु पर्दछ। पर्याप्त निद्रा र आराम, शरीर र मस्तिष्कलाई स्वस्थ राख्न दैनिक 7 देखि 8 घण्टा निद्रा आवश्यक पर्दछ। निद्रा नपुग्दा तनाव, मोटोपन, मधुमेह र क्यान्सरको खतरा बढ्छ। राम्रो निद्राले मानसिक स्वास्थ्य पनि सुधार गर्छ, ऊर्जा बढाउँछ र शरीरले रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। संक्रमणबाट बच्ने, केही संक्रमणहरूले पनि क्यान्सर बढाउँछन्। पेटको क्यान्सर एच पाइलोरी ब्याक्टेरियाले हुन सक्छ। गर्भाशयको क्यान्सर एचपीभी भाइरसबाट हुन सक्छ। कलेजोको क्यान्सर हेपाटाइटिस भाइरसबाट बढ्न सक्छ। यसका लागि सम्बन्धित खोप, सफाई, सुरक्षित यौन जीवन अपनाउनु जरुरी छ। त्यसैले खाना, पानी र वातावरण सफा राख्नु र समय समयमा स्वास्थ्य परीक्षण गराउनु आवश्यक छ। औद्योगिक र वातावरणीय विषाक्त पदार्थबाट बच्ने, औद्योगिक रसायन, पेस्टिसाइड, धुलो र धुवा जस्ता वातावरणीय विषाक्त पदार्थले क्यान्सरको खतरा बढाउँछन्। उद्योगमा काम गर्दा सुरक्षा मास्क, ग्लोभ र सुरक्षात्मक लुगा लगाउनु पर्दछ। आफ्नो स्वास्थ्य बारे सचेत हुने र स्वास्थ्य सम्बन्धी जानकारी प्राप्त गर्ने, क्यान्सरको जोखिम कम गर्न स्वास्थ्य जानकारीमा अपडेट रहनु धेरै जरुरी छ। नयाँ उपचार पद्धति, लक्षण र रोगबारे जानकारीले समयमै रोकथाम र उपचार सम्भव बनाउँछ। स्वास्थ्य समाचार, वेबसाइट, पुस्तिका र डाक्टरबाट जानकारी लिने गर्नुपर्दछ। ज्ञानले रोकथाम र सजगता दुवै बढाउँछ। नियमित जाँच, क्यान्सरको सुरुवाती अवस्था समयमै पत्ता लगाउने सबैभन्दा प्रभावकारी उपाय बेला बखतमा स्वास्थ्य परीक्षण गर्नु हो। पूर्ण शरीरको जाँच, रक्त परीक्षण, छाला परीक्षण वा आवश्यक अन्य परीक्षणले क्यान्सरको सुरुवाती अवस्था पत्ता लगाउन र समयमै उपचार गर्न मद्दत गर्दछ। त्यसैले क्यान्सरबारे सचेत बनाऊ। नेपाल रेड क्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।